यदि तपाईँ अङ्ग्रेजी महिनाको 2 तारिक, 11 तारिक, 20 तारिक अनि 29 तारिक जन्मिनु भएको छ भने तपाईँ चाहिँ मुन एनर्जीबाट गभर्न हुनुहुन्छ। चन्द्रमाको प्रभाव तपाईँको जीवनमा परिरहेको हुन्छ। यस्तो मान्छेहरू चाहिँ प्रायः शान्त स्वभावको, एकदम मायालु खालके, रोमान्टिक, ड्रिमी टाइपको हुन्छ। यस्तो कल्पनामा रमाउने हुन्छ नि बाहिर, होइन? कल्पनामा चाहिँ संसार बनाइसक्ने टाइपको हुन्छ। अनि उनीहरू अरूलाई एकदमै छिटो विश्वास गर्ने अनि अरूले जे भन्यो त्यो कुरालाई फलो गर्ने टाइपको हुन्छन् क्या। भनेको उनीहरूको आफ्नो डिसिजन गर्ने क्षमता एकदमै कमजोर हुन्छ। अनि लभको मामलामा, होइन, केयरको मामलामा एकदमै केयर गर्ने, एकदमै माया गर्ने, बाआमाको होस्, आफ्नो चाहिँ स्पाउसको होस्, हस्बेन्ड वाइफ, त्यस्तो त्यस्तो केयरेबल खालके क्यारेक्टर हुन्छ। अनि प्लस उनीहरूको इन्ट्युसन पावर, भित्रबाट देख्न सक्ने क्षमता एकदमै हाई हुन्छ। उनीहरूले मान्छेलाई इजिली जज गर्न सक्छन्, यो यस्तो होला। अथवा अलिकति डिपमा अलिकति साधनाहरू गर्ने भने उनीहरूले भविष्यको कुरा पनि देख्न सक्छन्। त्यत्रो इन्ट्युसन उनीहरूमा हुन्छ। तर समस्या के छ भने मुन एनर्जी भएकोले गर्दाखेरि 15 दिन उदाउने अनि 15 दिन अस्ताउने भने जस्तै उनीहरू फ्लक्चुएट भइरहेको हुन्छ उनीहरूको जीवनमा। एउटा डिसिजन गर्छ, 2 हप्ता 1 हप्ता ल गर्छु भने एकदम लागिपर्छ, अर्को हप्तादेखि फेरि फुस हुन्छ, यहाँ यो त नहुने रहेछ भन्छ, फेरि अर्कोतिर लाग्छ। अनि फेरि अर्को गर्छ, अर्को पनि त्यसरी नै लाग्छ। अनि फेरि 1-2 हप्तासम्म त्यो जोस हुन्छ, त्यहाँदेखि फेरि सेलाउँछ। उनीहरू भड्किरहेका हुन्छन् क्या, उनीहरूको एकदम फोकस हुँदैन क्या कुनै पनि कुरामा। अनि यस्तो मान्छेलाई चाहिँ यदि सिङ्गल छ भने चाहिँ 100% पार्टनर बनिहाल्नुपर्छ, ताकि पार्टनरको सपोर्टले गर्दाखेरि राम्रो पार्टनर पऱ्यो भने फेरि त्यो डिफ्रेन्ट पार्ट छ। यदि सपोर्टिभ पार्टनर पऱ्यो भने चाहिँ उनीहरूले फेरि एकदमै ग्रो गर्न सक्छन्। यदि कसैले पछाडिबाट ठिक छ त खतरा छ यार, गर्दैछस्, राम्रो गर यार, राम्रो भइरहेछ, गर यार, पुस गर्ने मान्छे भयो भने फेरि उनीहरूले संसार खाइदिन्छन्। तर अलोन चाहिँ उनीहरूलाई कुनै पनि डिसिजन गर्नलाई एकदमै गाह्रो हुन्छ। सेल्फ डिसिजन गर्नै सक्दैनन्। आफूले आफूलाई सधैँ कमजोर सम्झन्छ, मेरो त यस्तो छैन, म त सक्दिनँ होला, मेरो हुँदैन होला भन्ने मात्रै त्यो एकदमै नेगेटिभ थट्स बढी खेल्छ। त्यही कारणले गर्दाखेरि उनीहरूले त्यस्तो ग्रो गर्न सक्दैनन्। को हुनुहुन्छ यो नम्बरवाला कमेन्ट गर्न है त।